गुड मर्निङ एभ्रिवान, वेलकम टु अनदर भिडियो। अनि अब मेरो ड्युटी जानु लागेको म अब लिफ्टमा झर्दैछु। चिसो छ जे होस्। अहिले म झरेर हिँडेर अब म हिँड्दै हो ट्याक्क लगाएर छिटो छिटो चिसोमा होइन हिँड्दा हिँड्दा आर्केडमा पुग्दासम्म शरीर तात्छ होइन। जे होस् बिहानमा चाहिँ यस्तो मेरो भोइस चाहिँ डिपवाला हुन्छ कि। ओके म अहिले चाहिँ यो हाम्रो शहीद गेटनिर यो चाहिँ अहिले म माइती घरनिर आइपुगेँ। म अहिले चाहिँ बबर महलनिर आएँ। ओके म काम गर्ने मेरो ड्युटी गर्ने ठाउँमा आइसकेँ, क्याफेमा। त्यही हो। हेलो 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 मर्निङ। कस्तो चाँडै आएको तिमी हो र? सो अब मैले थम्सअप हान्छु है। ल स्वागतम। अब म रेडी हुनुपर्छ अनि लागिसकेको रहेछ। सो के म भर्खर ड्रेस चेन्ज गरिसकेको छु। अब चाहिँ भित्र काम गर्नुपर्ने हुन्छ। सो आज मेरो बाल चाहिँ भर्खर त्यो मेरो त्यो मफलरतिर लगाएर आएको थिएँ, कस्तो बनाइदिएको रहेछ। अब बार एरिया र अनि बाहिर सिटिङ एरियाहरू काम गरेर सघाउँछु अनि त्यसपछि चाहिँ क्यालिब्रेसन गर्छु है। ल ओके मैले सिटिङ एरियामा गर्नुपर्ने कामहरू सकिसकेको छु। अब म बार एरियामा काम गर्नुपर्ने हुन्छ। बार एरियामै क्यालिब्रेसन गर्छु आज है त। अब लागु बार एरियातिर काम। के मैले भर्खर क्यालिब्रेसन अनि बार एरियाको कामहरू सकिसकेको छु। अझै बाँकी छ कुनै कामहरू। सो के हाम्रो मर्निङ टाइममा आउनुपर्ने सामानहरू आइसकेको छ। हाम्रो भेजिटेबलदेखि लिएर बेकरीहरू। अनि मैले पेपरमा चाहिँ लेखिसकेको छु। पेपर भन्दा पनि हाम्रो डे बुकमा। अनि अब एक्सेल सिटमा चढाउनु पर्ने हुन्छ हाम्रो चाहिँ है। के हामी रेडी भइसकेको छौँ कफी बनाउन, कफी सपको लागि। तर कस्टमर हुनुहुन्न, यता देख्न सक्नुहुन्छ तपाईँहरूले। सो मर्निङ टाइममा यस्तै हो, खाली खाली हुन्छ। अब हामी चाहिँ काम सकाएर बस्छौँ। सो बिस्तारै बिस्तारै कस्टमरहरू पनि आउनुभयो अनि सप गऱ्यो अनि यत्तिकैमा हाम्रो ड्युटी चाहिँ सक्यो। सो भर्खर मेरो ड्युटी अफ भएको अनि आज हामी धुलिखेल जानुपर्ने छ। अनि म पहिला चाहिँ फर्स्टमा चाहिँ रुममा जान्छु याङ्गो गरेर। अनि एन्ड देन हामी दाईहरू भेट भएपछि हामी बनेपातिर लाग्छौँ। त्यहाँ बनेपा जानुको आजको रिजन भनेको चाहिँ त्यहाँ एउटा दाईको छोराको अनि भात खुवाइ रहेछ। अनि त्यही भएर उहाँले हामीलाई इन्भिटेसन दिनुभएको थियो। त्यही भएर अब हामी जानु लाग्यो। लेट्स गो। अब म याङ्गो गर्छु अनि जान्छु है त रुममा फर्स्टमा। ओके बाई खामबहादुर, आजको ड्युटी सक्यो हाम्रो। अब म जान्छु धुलिखेलतिर है त। ओके बाई 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 बाई। ल ल बाई बाई है त। ल भोलितिर भेटौँ। ए भोलि म इभिनिङ हो नि फेरि। तपाईँ भोलि इभिनिङ हो? म 2 बजी आउँछु। त्यही हो है त, भोलि भेटौँ ल। ल मेरो ड्युटी सक्यो। अब म याङ्गो कुर्दैछु। आइसक्नु भएको छ। अब चाहिँ म रुमतिर लाग्छु। सो ओके म रुममा आइसकेको। अब निस्किन लागेको। हाम्रो धुलिखेलको यात्रा छ नि त। अनि दाईहरूले उहाँ आरएनएससीमा कुद्नु भएको छ अरे। अब मलाई त्यहीँ जानुपर्ने भयो। ल म निस्केँ अब याङ्गो बुक गरेर फेरि।
आइसकेँ, दाइलाई पठाइदिइसकेँ। अब म कोटेश्वरदेखि चढ्छु। सो म धुलीखेल जाने गाडी खोज्दैछु, किनकि दाइ र भाइ गइसक्यो कि बाटोमा, म एक्लै भएँ कि, अनि म एक्लै जान लागेको है। सो ओके, यो चाहिँ म बाटोमा जाँदा लिगेको सिन हो, हल्का नाइट भ्यू। सो म 28 किलो चोक झरिसकेको छु। अब दाइहरूलाई कल गर्नुपर्छ। यो चोकनिर यस्तो छ, अहिले अँध्यारो भएर खासै केही देखेको छैन। अब यो अँध्यारोमा यो केही देखाउन पाएन, जे होस् अब दाइहरूलाई कल गर्छु ल। ल ल ल, थ्याङ्क यू दाइ। ल है त, म दाइको घरमा पुगिसकेँ। यहीँ जुत्तामा होइन, यहीँ जुत्ता। ल ल ल, आइयो अब। है रुला हान्नुपर्छ। ल ओके, म बाबुलाई टिका लगाइदिनु जान। के गर्नु यस्तरी? ल ठुलो हुने ल, धेरै पढ्ने, पछि ठुलो भएर ल। ल ल आम्मा गर। ल ल ल ओके। नमस्ते। ल सक्यो हाम्रो। ल मेरो परिकारहरू आइसक्यो। यहाँ छ किडनी बिन्स, यहाँ मुलाको अचार, यो सबै छ आइटम। अब खानुपर्छ। के बनेपामा चिसो छ, अनि यहाँको यो बाटो पनि बन्दै रहेछ, त्यही भएर हामीलाई फ्ल्यास बालेर हिँड्न परिरहेको छ। ल ल यही हो हाम्रो। म त अगाडि बसेर भ्लग गर्ने होला नि। एकदम चिसो छ त। दाइ एउटा मिठो गीत लाउनु पर्यो। यहाँ भित्र छैन लाइट, भन्नु न अँध्यारो छ नि हजुर। ल ओके, हामी अब हिँड्न लाग्यौँ। कस्तो फिल भइरहेको, मलाई त सरप्राइज हान् जस्तो भयो। नयाँ ठाउँ होइन। सो हाम्रो गन्तव्य अब धुलीखेलतिर रहेको छ। आज हाम्रो रमाइलो होला जस्तो छ दिन रात, होइन त? ड्राइभर पनि आउँछ। हजुर ड्राइभर पनि आउँछ। किन आउने दाइ त? उहाँ चाहिँ हाम्रो आजको के भन्छ त्यो, भात खुवाउने बाबुको बाबा हो। तपाईँको अहिले पहिला तपाईँले छोरी होइन? छोरै हो। अहिले पनि छोरा? छोरा। ल यता हाम्रो दाजु भाइहरू हुनुहुन्छ पछाडि। लज रिसोर्ट धुलीखेल होइन नि? खै त गाडी पार्किङ। ओके, हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ मिस्टो लज धुलीखेल। सो अब हामी भित्र प्रवेश गर्दैछौँ। हेलो हजुर, नमस्कार। ओके, कहाँ यही होला नि? यही पर्ने सुतिहाल्छ नि सफा है। ओके, हामीले ब्याग राखेर रुममा माथितिर निस्क्यौँ यसो डुल्नको लागि। यता रेस्टुरेन्टको अगाडि रोक्दैछौँ। सबै आफ्नै
हो र यो तपाईँको उसै ढोकै सो हाम्रो गाइजहरू यता छौँ धुलीखेलतिर रमाइलो गर्दै त्यही छोइला गरौँ काम हुन्छ त होइन यहाँ छोइला लगाउनु के के भन्छ अरे धुलीखेल बस पार्कको अर्ग्यानिक ठाउँ होइन सेलरोटी केरी आयो अब यहाँ कारमा हुनुहुन्छ हामी जान्छौँ कहाँ एक पाइला हिँड्नु पनि यहाँ हामी धुलीखेल बस पार्कमा छौँ अहिले यहाँनिर त्यो बाघको स्ट्याचु बवाल रहेछ क्या त्यो चिसो छ है धुलीखेलमा बाघलाई छोपेर बाँधेर राखेको यहाँ देख्न सक्नुहुन्छ धुलीखेलको बाघ है अहिले हामी चाहिँ धुलीखेल नेवा किचनमा छौँ है यहाँ हाम्रो आइटमहरू लिन आएको आजको एकदम चिसो छ के मोबाइल आइटमहरू पाउँछ हजुर घर पछाडिको नेवा किचन रहेको नाम चाहिँ हामी कहाँ गर्दा अहिले जान लागेको हामी धुलखेल हजार सिडी 1000 सिडी यस 1000वटै छ 1000 भन्दा बढी छ हो र हिँडेर जाने हो भोलि बिहान जाम्ला त के भयो त म हिँडिहाल्छु नि हुन्न र ल अब हामी चाहिँ हाम्रो गन्तव्य चाहिँ धुलीखेल 1000 सिडीतिर हो के हो हाम्रो भाग्य नभएको हो के हो भोलि जान्छ त हुन्छ ल अब हाम्रो क्यान्सल भयो भोलि बिहान देखाउँछ है त अब बाटो यस्तो बन्द छ त अनि कहाँ भएर सो गुड मर्निङ हामी चाहिँ अब धुलीखेलमा छौँ अनि बाहिरको भ्यूहरू यस्तो देख्न सक्नुहुन्छ त्यो सिउ लाइन सबै त्यो होटेलै रहेछ कि यो ठाउँमा त्यस राम्रो छ ओके हामी रेडी भइसकेको छौँ अलमोस्ट अब निस्किने हो पहिला चाहिँ तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु है आउनुहोस् मसँगै यस्तो छ भ्यू यता देख्नु यहाँ तल पार्किङ लट रहेछ धुलीखेल लज एन्ड रिसोर्टको ठिकै छ त्यो राम्रो छ ठाउँ चाहिँ बारबिक्यू यता देख्न सक्नुहुन्छ यहाँदेखिको फ्यानहरू दिने है कहाँ जोड्ने त यो फेरि चुर्लाएर अहिले फेरि ल ओके हामी अब एकछिनमा चाहिँ माथि 1000 सिडीतिर लाग्छौँ होइन अब दाइ रेडी भइसकेपछि हामी अब एकैछिनमा माथितिर जान्छौँ सो अहिले एकछिनमा तपाईँहरूलाई म थोरै देखाउँछु बाटोमा हाम्रो है ल ओके गाइस सो ओके अब हामी निस्किनु लागेको है त अब हामी जान्छौँ के अरे 1000 सिडीतिर अब दाइको गाडीमा सरारा के अरे त्यो ठाउँको नाम धुलखेल देवीथान धुलीखेल देवीथान 1000 सिडी होइन तिमी 1000 सिडी हिँड्ने हौ हामी गाडीमा जान्छौँ माथि ए ल एक्सर्साइज हुन्छ साँच्चै हो ल अब चल्नुपर्छ हामी थ्याङ्क यू दाइ हामी भेट्दै गरेर पछि र हामी अब चल्यौँ हाम्रो स्पेसल दाई धुलीखेलको हिरो होइन तपाईँ
हामी लाग्यौँ अब माथि हजार सिँढीतिर। यहाँ त यो यस्तो गल्लीहरू त कस्तो उस जस्तो देखिरहेको कि म दार्जिलिङमा यस्तै ठाउँ थियो कि उकालो ओह्रालो है दार्जिलिङ फिल गर्ने आउनु पर्ने हो क्या त्यतिखेर तातो बनार्थी होइन हामी हिजो आएको ठाउँ यही होइन ऊ त्यो बाघ त्यहाँ देख्न सक्नुहुन्छ यहाँ भाइ बहिनीहरू स्कुल हिँडेको देख्न सक्नुहुन्छ यो नगरपालिका धुलीखेल नगरपालिका कार्यालय है त्यो चाहिँ यहाँदेखि माथि जोरसान बाटोमा जाँदैछौँ के हामी आइसकेको छौँ अहिले यो धुलीखेल हाई स्कुलनिर अनि यहाँ बच्चा बच्चीहरूलाई झार्दै हुनुहुन्छ त्यही भएर हामीले रोकेको छौँ सो के हामी जाम पछि लागिसकेको छौँ अब फेरि माथितिर थोरै जाम परेको थियो त्यति बेला मन भिडियो चाहिँ छैन जिल्ला हुला कार्यालय यो यता चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालय धुलीखेल है रङ्गशाला देख्न सक्नुहुन्छ यहाँ तल यो भलिबल हो त्यो सब चियरहरू छ यो स्कुलको हो कि के हो र के गेम खेल्न लाग्छ है खै चियरहरू राखेको छ सो यतादेखि कहाँ जाने अन्त स्ट्रिट नम्बर 17 है यो चाहिँ राम्रो रहेछ ठाउँ त तिमी होइन ऊ यहाँबाट झरेर दौडिँदै आऊ जहाँ भेट्छ म त्यहाँ चलाउँछु ल हजार सिँढी हो कि यहाँबाट माथिसम्म ल झर ल सो ल दाइले मलाई च्यालेन्ज गर्नुपर्छ गाह्रो भयो भने त्यहाँ माथिको चोकमा बस्छ फेरि भएन अर्को माथिको चोकमा बस्छ ल ल ल ल म यतादेखि लागेँ अहिले चाहिँ होइन सिँढी सो राम्रो रहेछ जे होस् ठाउँ चाहिँ दाइलाई मैले गाडीमा पठाइदिएँ म यता एक्लै चिलमा हिँड्दै त्यही हो नआराम हो नसकिँदो रहेछ विमल नि आइसकेको छन् मसँग फेरि हिँड्नको लागि आम्बो सो ओके अब सकिएन हामी हिँड्न है सकिएन न लेट तर मजाले आनन्दले घुम्ने आउनु जस्तो रहेछ कि हिँड्दै हिँड्दै मर्निङ टाइममा मान्छेहरू कति आउँछ मर्निङमा ओके हामी झरिसकेको छौँ डेस्टिनेसनमा पुगिसकेको छौँ फाइनल्ली है छाङ खाने कि सो यतादेखि मन्दिरमा जान सक्नुहुन्छ अर्ग्यानिक छ्याङ होइन यो छाङ अर्ग्यानिक र नअर्ग्यानिक हुन्छ र है हुन्छ त मान्छे देवीथान डाँडा ल ल दाइहरू दौड्नु दौड्नु
घोप्टी परेर दगडी भने त ट्याक्कै नाक ठोकिन्छ क्या ठोक्लाई फेरि यता देवीमा त राम्रो पृथ्वीनारायण शाहजी यस्तो होइन ए भगवान ओ यस्तो जाम दुख्यो क्या राम्रो छ यस ठाउँ पिस रहेछ है सो हाम्रो नेपालको झन्डा देख्न सक्नुहुन्छ यहाँ यो त हाम्रो त्यो उस जस्तो रहेछ है हाम्रो घर थियो नि योवाला कि त्यो पहिला थियो नि हाम्रो बाग्लोलाई मन्दिरमा हामी आइसकेको छौँ अब तर बिहान त पूजा गर्ने किसिमले आउनु पर्ने जस्तो रहेछ किन मन्दिरभित्रै छिटो चाहिँ क्या गएर ए जय रक्षकरम दाइले घन्टी बजाउँदै हुनु केही नि खाइए छैन क्या झन् म त नुहाएर आएको ल घन्टी बजाइसकेको छ कस्तो दामी रहेछ ए यो यहाँ पो रहेछ हो है त्यहाँ के पैसा तिर्नुपर्छ जान त्यस्तो सिस्टम थियो अहिले हो र ए पहिला त खुल्ला चौर हामी त जहिले आएर बस्ने त्यहाँ खेल्ने खाने पिकनिक खाने राति बेरहरू ल्याउने यहीँ बसेर खाने ए अहिले कुन चाहिँको प्राइभेट पऱ्यो भने त घेर्थ्यो पैसा उठाउनुलाई हो र अनि यहाँ मान्छे गयो भने पिकनिक गऱ्यो भने पैसा उठाउँछ त्यहाँ मान्छे पर पर्सन अब कति उठाउँछ 10-20 ए त्यस्तो सिस्टम छ अहिले त्यसले अब त्यो पार्कलाई बिजनेसमा कन्भर्ट गरिदियो क्या पुरै पैसालाई उता पिङ पनि हाल्छ दारी होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चुच्चे ढुङ्गा भन्ने मैले त यो पहिला त्यो फिल्ममा देखेको थिएँ कि त्यो ओके छ त ल हामी अब एकछिनमा मन्दिरदेखि निस्किन्छौँ हामी धेरै बेर बस्दैनौँ हामी काठमाडौँ पनि जानुपर्ने छ है त अब मन्दिरबाट एक्जिट हुन लागिसकेको छौँ अब हामी जान्छौँ अब हामी दाइ अब सिधा काठमाडौँतिर होइन र तपाईँ घरमा पस्ने हो के हो ओके छ त ए हामी अब चलिसकेको छौँ काठमाडौँतिर है ल अब जाम ल छोडिदिउँ त्यहाँ नजाम सरर हो सरर काठमाडौँ यात्रा अब सिट बेल्ट लाउनु पर्ने यो सेफ्टी चाहिँ अपनाउनु पर्ने हुन्छ आफ्नो सेफ्टीको लागि है अब हामी काठमाडौँतिरको यात्रा अहिले यहाँ जाम परिसकेको छ है हामी यो बाटो एकदम जाम हुन्छ अब काठमाडौँतिर फर्किँदै हो अनि यो अल्टरनेटिभ बाटो होइन दाइ अर्को यहाँदेखि कहाँ निस्किन्छ बनेको तर उताको जाम हुनुभन्दा हजुर बनाउँदैछ नि त बाटो खालडाङको जाम हुनुभन्दा यो पिच बाटो भित्री बाटो ओके धुलीखेल बस पार्कदेखि तपाईँहरू अब जाम
नभइकन अल्टरनेटिभ बाटो यो पनि छ है अप्सन। सो मैले मेरो लुक्समा मैले मेरो सनग्लास पनि एड गरिसकेको छु है। अब हामी लाग्यौँ। सो यता माथि देख्न सक्नुहुन्छ धुलीखाल हस्पिटल अनि एन्टी लाइट भएर राम्रोसँग देखेको छैन। यहाँनिर देखिएको छ काठमाडौँ युनिभर्सिटी होइन दाइ? ओके, अब हामी बनेपा छोडेर काठमाडौँतिरको यात्रा तय गरिसकेको छौँ है। ओके, हामी भक्तपुर आइसकेको छौँ है। कुन बजार दाइ? पुरानो बजार भक्तपुर। हामी पेट्रोल पम्पमा छौँ, यहाँ पेट्रोल राख्नको लागि दाइको। हामी अहिले जडीबुटी चोकनिर आइसकेको छौँ अनि लास्टै जाम छ, यो जहिले जाम पर्छ यहाँ त है। अब दाइले हामीलाई रुममा छोडिदिनुहुन्छ, दाइ घरतिर जानुहुन्छ, हामी पनि म पनि ड्युटीमा जान्छु। दाइ एयरपोर्ट अब आफ्नो गन्तव्य छ सबैको है। त्यसलाई जाम खुल्यो। ओके यार, अलि हामी अलमोस्ट रुममा आइसक्यौँ अब। ल ओके, हामी पुगिसक्यौँ रुममा है त। ल दाइ, थ्याङ्क यू फर इन्भाइटिङ। ल आजको भ्लग एन्डिङ छ हाम्रो है, रुममा पुगिसक्यौँ।